आउलान कोही सुनको खल्ती बोकेर तिम्रो घरतिर बाआमा पनि सोचलान् छोरी त उमेर पुग्दैछ अब पठाइहालौँ त भनेर। पर्खनु है तिमी, मलाई अझै केही वर्ष लाग्ने भो सङ्घर्षको पाल भर्न, काबिलियतको टालो सिलाउन, तिम्रो बाको नजरमा अडिन मलाई अझै केही समय लाग्ने भो। तिमी नझर्की बस्नु है, म ढिलो भए पनि आउँछु ढकढक्याउन तिम्रो ढोका। ए मेरा ससुरा बा, मेरा प्यारीका बा, तिम्रो छोरीको सपना रहर चन्द्रमा जस्तै चम्किला हुनेछन्, त्यो जिम्मा म लिनेछु। बरु भनिदिनुहोस् तपाईँ म कस्तो हुनुपर्छ? यदि प्रेम नै हेर्नुहुन्छ भने म पहिलो पंक्तिमा उभिएको पाइनेछु। यदि सम्पत्ति नै हेर्नुहुन्छ भने सङ्घर्षले पसिना बेचेर धन कमाएर आउनेछु। चोखो पारदर्शी नक्कली सुन चमक बिनाको प्रेम लिएर बा, म यति वचन दिन्छु, छोरीलाई दुःखको काखमा सुत्न दिने छैन, रहर अधुरो राख्ने छैन, हृदयमा चोट बस्न दिने छैन। उनलाई यति वचन दिन्छु, मैले दिएको उपहार सिन्दुर चुरा हराउन दिने छैन। उनको मुहारको सिंगार त्यो मुस्कानमा लुकाउन दिने छैन। उनी जहाँ हाँस्छिन् म त्यही मन्दिर बनाउने छु, जहाँ उनकै अस्तित्वको पूजा हुनेछ। धैर्य गर्नु तिमी, हतार अलिक कम गर्नु, ढिलो भए पनि आउनेछु। तिम्रो घर, तिम्रो ढोका, तिम्रै हात माग्न। ए मेरा ससुराबा, तिमी हतार नगरी बस्नु, म आउनेछु तपाईको छोरीको हात माग्न।